नमस्ते। आजको यो विश्लेषणमा हामी शिक्षणको कला र विज्ञानभित्र डुबुल्की मार्नेछौँ। खासमा एउटा राम्रो लेसनलाई साँच्चै प्रभावकारी र सधैँ याद रहने खालको के कुराले बनाउँछ। आउनुहोस् यसैको बारेमा गहिरिएर कुरा गरौँ। कहिलेकाहीँ यस्तो लाग्छ नि होइन, कुनै कुनै क्लासका कुराहरू जिन्दगीभरि याद रहन्छन्, प्रेरणा दिन्छन्, तर कतिपय कुराहरू त कक्षा कोठाबाट बाहिर निस्किँदा ननिस्किँदै दिमागबाटै हराइसकेका हुन्छन्। अब यसको पछाडिको रहस्य के होला? वास्तवमा यो केवल के सिकाइयो भन्नेमा होइन, कसरी सिकाइयो भन्नेमा लुकेको हुन्छ। हो, यहीँनिर आउँछ शिक्षकको कला र शिक्षण विधिको कुरा। कुनै पनि पाठ कति सफल हुन्छ भन्ने कुरा शिक्षकको कला र उसले अपनाएको सिकाउने तरिकामा भर पर्छ। भन्नुको मतलब के सिकाउने भन्ने त महत्त्वपूर्ण छँदैछ, तर त्योभन्दा पनि महत्त्वपूर्ण कसरी सिकाउने भन्ने कुरा हो। ल, त्यसो भए आज हामी के कुरामा केन्द्रित हुन्छौँ त? सबैभन्दा पहिले शिक्षण भनेको जानकारी दिनु मात्र होइन भन्नेबारे कुरा गर्नेछौँ। त्यसपछि शिक्षण विधि भनेको खासमा के हो त्यो बुझ्नेछौँ। अनि राम्रो विधिको महत्त्व के छ? त्यसपछि आउँछ शिक्षणका केही मार्गदर्शक सूत्रहरू र अन्त्यमा शिक्षणका सिद्धान्तहरूबारे चर्चा गर्नेछौँ। ल, हाम्रो पहिलो खण्डबाटै सुरु गरौँ, जानकारीभन्दा पर। यहाँ कुरा के सिकाइयो भन्ने मात्र होइन, कसरी सिकाइयो भन्ने हो। शिक्षणलाई केवल जानकारीको आदान प्रदानको रूपमा मात्र हेर्नु हुँदैन। यो त एउटा कला हो। एउटा कुशल शिक्षकले आफ्नो यही कला प्रयोग गरेर विद्यार्थीको ज्ञान र सोचमा यस्तो सकारात्मक परिवर्तन ल्याउन सक्छ जसले उनीहरूको जीवन नै बदल्न सक्छ। अब लागौँ दोस्रो खण्डतिर। आखिर यो शिक्षण विधि भनेको चाहिँ के हो त? आउनुहोस् यसलाई अलि गहिराइमा गएर बुझौँ। यो मेथड भन्ने शब्द कहाँबाट आयो होला? यो ग्रीक भाषाको मेथोडोस भन्ने शब्दबाट आएको हो। मेटाको अर्थ हुन्छ पछि अनि होदोसको अर्थ हुन्छ बाटो वा तरिका। भनेपछि मेथडको शाब्दिक अर्थ नै कुनै एउटा बाटोलाई पछ्याउनु हो। कति रमाइलो छ है। अब भाटिया र भाटियाको परिभाषा हेरौँ। उहाँहरूले के भन्नुहुन्छ भने विधि भनेको एउटा यस्तो बाटो हो जुन सबैभन्दा राम्रो शैक्षिक नतिजा ल्याउने उद्देश्यले ज्ञान दिँदा अपनाइन्छ। मतलब यो जहिले पनि एउटा निश्चित लक्ष्यमा केन्द्रित हुनु पर्यो। स्मिथको परिभाषाले त यसलाई झनै प्रष्ट पार्छ। उहाँ भन्नुहुन्छ शिक्षण भनेको कार्यहरूको एउटा यस्तो प्रणाली हो जसको उद्देश्य सिकाइलाई उक्साउनु हो। यसको मतलब यो कुनै जसरी हुन्छ गर्ने काम होइन, बरु सोचेर योजना बनाएर गरिने एउटा व्यवस्थित काम हो। त्यसो भए यति सबै कुरालाई छोटकरीमा भन्दा शिक्षण विधि के हो त? यो एउटा यस्तो तरिका हो जसले ज्ञान लिनलाई सहयोग गर्छ, सिकाइलाई उत्प्रेरित गर्छ र सही बाटो देखाउँछ, ज्ञान र सिपलाई हस्तान्तरण गर्छ र अन्तमा शैक्षिक लक्ष्यहरू पूरा गर्न मद्दत गर्छ। ल, विधि के हो भने त बुझियो, तर राम्रो विधि किन चाहियो त? यसको के महत्त्व छ? अब यसको वास्तविक प्रभावबारे कुरा गरौँ। राम्रो विधिको प्रभाव साँच्चै गहिरो हुन्छ। 1. यसले सिकाइलाई सक्रिय बनाउँछ, विद्यार्थीलाई निष्क्रिय श्रोता मात्र हुन दिँदैन। 2. यसले रटाउने मात्र होइन, सोच्ने, निर्णय लिने जस्ता महत्त्वपूर्ण सिपहरू विकास गराउँछ। र 3. यसले गाह्रो कुरालाई पनि सरल बनाएर र वास्तविक जीवनसँग जोडेर सिकाइलाई एकदमै अर्थपूर्ण बनाइदिन्छ। अब कुरा गरौँ शिक्षणका मार्गदर्शक सूत्रहरूको। यिनीहरूलाई शिक्षणको प्लेबुकको आधारभूत नियमहरू जस्तै मान्न सकिन्छ। मतलब सफल शिक्षणका लागि यी मूल मन्त्र हुन्। हेर्दा यी सूत्रहरू एकदमै सरल लाग्छन्, तर यिनीहरूको शक्ति गहिरो छ। जस्तै जानेको कुराबाट नजानेको कुरातिर लैजाने वा सजिलोबाट गाह्रोतिर जाने। यस्ता सूत्रले शिक्षणलाई एउटा प्राकृतिक बहाव दिन्छ जसले गर्दा सिक्ने प्रक्रिया निकै सहज बन्छ। केही मुख्य सूत्रहरू के हुन् त? जस्तै जानेकोबाट नजानेकोतिर, सजिलोबाट गाह्रोतिर, देखिने कुराबाट नदेखिने अवधारणातिर, कुनै विशेष उदाहरणबाट सामान्य नियमतिर अनि विश्लेषणबाट संश्लेषणतिर। यी सबैले सिकाइको लागि एउटा तार्किक र प्राकृतिक बाटो बनाइदिन्छन्। र अब हाम्रो अन्तिम तर एकदमै महत्त्वपूर्ण अवधारणा, शिक्षणका सिद्धान्तहरू। अघिका सूत्रहरूलाई यदि आधारभूत नियम मान्ने हो भने सिद्धान्तहरू चाहिँ ती नियमहरूमा आधारित भएर बनाइएका विस्तृत रणनीतिहरू हुन्। यी सिद्धान्तहरूलाई मोटामोटी 2 भागमा बाँड्न सकिन्छ। एकातिर छन् सामान्य सिद्धान्त जसले योजनाको के र कसरीमा ध्यान दिन्छन्, जस्तै संरचना कस्तो हुने, लक्ष्य के राख्ने। अर्कोतिर छन् मनोवैज्ञानिक सिद्धान्त जसले सिक्ने मान्छेको को र किनमा ध्यान दिन्छन्, मतलब उनीहरूको दिमाग,
भावना र प्रेरणालाई बुझ्ने प्रयास गर्छन्। केही मुख्य सामान्य सिद्धान्तहरू हेरौँ न त। जस्तै निश्चित लक्ष्य राख्नुपर्छ भन्ने सिद्धान्त, योजना बनाएर अघि बढ्नुपर्छ भन्ने सिद्धान्त, अनि क्रियाकलापमा आधारित सिकाइ, जीवनसँग जोड्ने सिद्धान्त र पढेको कुरा दोहोर्याउने सिद्धान्त। यिनीहरूले नै एउटा पाठलाई बलियो संरचना दिन्छन्। अब मनोवैज्ञानिक सिद्धान्तहरूको कुरा गर्दा यसमा रुचिको सिद्धान्त, फिडब्याक र रिइन्फोर्समेन्टको सिद्धान्त, सहानुभूति र सहयोगको सिद्धान्त, आफै सिक्न प्रोत्साहन गर्ने सिद्धान्त र रचनात्मकतालाई बढावा दिने सिद्धान्त पर्छन्। यो सिद्धान्तहरूले सिकाइको मानवीय पक्ष, त्यो इमोसनल कनेक्टलाई समात्छन्। त्यसो भए निष्कर्षमा के भन्न सकिन्छ भने उत्कृष्ट शिक्षण भनेको कुनै चमत्कार वा संयोगले हुने कुरा होइन। यो त कला र विज्ञान, विधि र सिद्धान्तको एउटा सोचेर बुझेर गरिएको मिश्रण हो। यो एउटा उद्देश्यमूलक कलात्मक प्रक्रिया हो। अब अन्त्यमा एउटा प्रश्नमा घोत्लियौँ। आज हामीले छलफल गरेका सिद्धान्तहरूमध्ये त्यस्तो कुन एउटा सिद्धान्त होला जसले हाम्रो आफ्नो जीवनमा सिक्ने, सिकाउने वा अरूलाई केही कुरा बुझाउने तरिकामा सबैभन्दा ठूलो सुधार ल्याउन सक्छ? यो प्रश्नले हामीलाई यी अवधारणाहरूलाई आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर सोच्न बाध्य बनाउँछ।